नमस्ते सबैलाई। यो कार्की आएको प्रतिवेदन पार्ट 2 जुन चाहिँ एकदमै महत्त्वपूर्ण, जसले आन्दोलनको सुरुवात गरेको थियो। यो के भन्छ तपाईको डिस्कर्ड ग्रुप बनाएर डिस्कर्ड सर्भरमा यसको चाहिँ मुख्य नेतृत्वकर्ता हामी नेपाल भन्ने ग्रुप र जसले पानीमा बाँड्ने भूमिकामा थियो सुरुमा। त्यसको मुख्य मान्छे अहिले अब गृहमन्त्री हुनुभएको छ। त्यसैगरी युवा हबको नेतृत्वमा भदौ 23 र 24 गते भएको आन्दोलनको चाहिँ क्रममा व्यापक सहभागिता थियो ग्रुपमा। डिस्कर्डमा 18,000 10वटा म्यासेजसम्म आदान प्रदान भएका रहेछन्। त्यसमा के महत्त्वपूर्ण कुराहरू के भएको थियो त भन्दाखेरि यो सेप्टेम्बर 7 को दिनमा चाहिँ शान्तिपूर्ण योजनाहरू सुरु भएछ। सुरुमा डिस्कर्डमा प्रदर्शन गर्ने योजना, स्कुल युनिफर्ममा 9 बजे भेला हुने योजना, अनि के अरे यो यसरी छलफल हुँदै आएछ भन्दाखेरि तपाईको सेप्टेम्बर 8 मा चाहिँ शान्तिपूर्ण प्रदर्शन, झडपमा 22 को मृत्यु भएको दिनमा बिहान शान्तिपूर्ण भेला, दिउँसो बानेश्वरमा ब्यारिकेड तोडेर प्रहरी गोली, कर्फ्यू एन्ड डिस्कर एस्केलेसनमा चाहिँ सुकितले 12:24 PM मा भनेछ। योजना बनिसकेपछि कर्फ्यू अनाउन्स्ड, दे क्यान सुट यु, उसले चाहिँ त्यो चेतावनी दिँदै भनेर छ। अनि स्टारडस्किस भन्नेले चाहिँ 12:43 मा नाउ वी निड युज मोलोटप। यो मोलोटप भने चाहिँ दंगाहरू फैलाउनको लागि प्रयोग हुन्छ। एउटा ककटेल भन्छ त्यसलाई, त पेट्रोलहरू के मिसाएर बनाउँछ है, त्यो आई डोन्ट नो है विशेषमा। अनि सगतजीले चाहिँ 3:55 मा भनेको चाहिँ आई एम ब्रिङिङ मोलोटप। सगतजीले चाहिँ भन्ने युजरले मोलोटप लिएर आउँदैछ। अनि काजी जिक्युले चाहिँ अब यिनीहरू युजरहरूको त थाहा भएन, 11:58 PM मा थ्रो मोलोटप फ्रम योर साइड भन्दै उसले चाहिँ त्यो कमान्ड गरेको छ। उसले चाहिँ कासन गरेको छ भन्छ है, कासन गरेको छ। अनि सुखेलले के खुसेलले भन्छ, यो कुशेल भन्ने मान्छेले भनेछ टार्गेट पार्लियामेन्ट बिल्डिङ विथ मोलोटप। त्यो पार्लियामेन्ट संसद भवनमा चाहिँ पेट्रोल बम फ्याँक भन्दैछ। अनि एनोनिमस युजरले चाहिँ 7:50 को बेलुकाको समय थ्रो फायर एट पुलिस सराउन्ड लिडर होम भनेछ। 15 पटकसम्म यो कुरा उसले चाहिँ एनोनिमस भन्ने आई डोन्ट नो को थियो, यो मुख्य योजनाकारी हुनुपर्छ। यहाँ विस्तृतमा खुलाएको छैन यसले, यो आयोगले हैन, त्यसले चाहिँ 15 पल्ट कासन गरेछ। अनि एबो भन्नेले 8 बजे भन्दैछ वी निड ग्रेनेड्स एन्ड मोलोटप। ग्रेनेडको कुरा पनि भइरहेछ यहाँ है। अनि ग्रेनेड्सले राति ग्रेनेड इम्पोर्ट फ्रम इन्डिया एन्ड केरला भनेछ है। टोनी फल्सले के भनेछ, यो रेप ग्लोबल कलेज बर्न भनेछ है। अनि क्रिस/अरूले केमिकल वेपन सोडियम यसो छलफल भन्छ। गृहमन्त्री रमेश लेखकको राजीनामा आउँछ राति हैन। अनि मुख्य लक्ष्य केपी प्रचण्ड देउवा भनेछ। 3टा मुख्य लिडरलाई लक्ष्य गरेछ भने सेप्टेम्बर 9 मा आगजनी चरम र सरकार पतन। अब त्यो सरकार ढलिसक्छ बिहान सेप्टेम्बरमा। अनि बिहान 8:30 बजे कर्फ्यू लाग्छ, प्रदर्शन जारी हुन्छ। 10:30 बजे प्रचण्डको निवास धोलाइटीमा आगो लाग्छ। टक्सिकले भन्ने युजरले 10:32 AM मा थ्रोइङ मोलोटप निड ब्याकअप भनेछ। रियाक्सनमा गर्दै फेरि उसले भनेछ प्रचण्ड रेसिडेन्ट बर्न भनेछ, त्यही मान्छेले आफैलाई है त्यो ग्रुपमा। अनि दिउँसो देउवाको घर बुढाल्ने कण्ठ आक्रमण जल्यो। हेलिकप्टरबाट उद्धार भइसकेपछि यो रिचर्की भन्नेले 12:04 PM मा शेरबहादुर शेर्स हाउस इज बर्निङ, शेरको घर जल्न थालेपछि। अनि एप्पल पीले 12:54 मा भन्छ शेर ब्रोक भन्छ। अब त्यो लडिसकेपछि होला है, शेर भनेको छ शेरबहादुर देउवालाई, शेर। अनि त्यसपछि 12:20 PM संसद भवन आगो सुरु भइसकेपछि टियर्सकले 12:20 PM मै फेरि पार्लियामेन्ट बिल्डिङ इज गोइङ टु बर्न भनेर त्यहाँ ग्रुपमा भनेछ। अनि एकैचोटी 2:05 PM मा सिंहदरबार जल्यो बचाउन आग्रह गर्दा गर्दै समूह भन्नेले 2:01 दिउँसोमा 2:01 मा बजे भनेछ डोन्ट बर्न सिंहदरबार भन्छ। यो समूह भन्ने कुन चाहिँले हो आई डोन्ट नो। अनि लुसिफरले चाहिँ सेभ सिंहदरबार भनेछ 2:27 मा। लुसिफर भनेको आई डोन्ट नो है, लुसिफर सबैले अब लुसिफर भन्थ्यो अहिलेको प्रधानमन्त्रीलाई। दिवाकर दुलालले 2:07 PM मा डाटा सेन्टर बचाउन अपिल गर्दै 87 पटक भनेको छ। अनि 2 बजे केपी शर्मा ओलीको राजीनामा बालोटार सीता निवास जल्यो। त्यस्तै गरे सिंहदरबार के हो, कुनवर राणा टार्गेट लिस्ट, ड्याडी मफिन
बालबाटार रेड कल्स भनेको छ। अब के हो यो यिनको भाषा चाहिँ के थियो? भैँसे पार्टी मन्त्री क्वार्टर अदालत जल्यो। स्न्याक्स विमानस्तर आक्रमणको योजना पनि बनाएको रहेछ है यो एप्पल पी र विश्व थापा जिएस भन्नेले, तर सेनाले रोक्यो भने रहेछ यहाँ। यसरी अब डिस्कर्डमा जेन्जी प्रदर्शन एकदमै ठुलो योजना बनाएर छन् यहाँ।